एकदन्ताय वक्रतुण्डाय गौरीतनयाय धीमहि गजेशानाय भालचन्द्राय श्रीगणेशाय धीमहि एकदन्ताय वक्रतुण्डाय गौरीतनयाय धीमहि गजेशानाय भालचन्द्राय श्रीगणेशाय धीमहि। हाम्रो गुरुबा वरिष्ठ गुरुबा भाइ गुरुबाउ हजुर होइन यो यहीँ कविताको मोबाइल हो मेरो होइन मिल्छ केसहरूलाई भ्याउनेका लागि कोही बेला पुरुषहरूले कपाल काट्नु चाहिँ पुरै काट्ने होइन बेलाएर एउटै लाइनमा बनाएर काट्ने हो आधा काट्ने आधा छोड्नु कहिले पनि हुँदैन त्यही अशुद्धमालाई गाउने कला जस्तै गर्ने त्यस्तै भ्रष्ट आतङ्ककारी अब ताई नै हुन्छ तेह्र ब्राह्मणहरूले क्षेत्रीहरूले चार पता मोड्ने होइन हेर्नुहुन्छ मिलाएर कपाल काट्ने हेर्नुहोस् है हो त नि है ठुलो राम्रो भिडियो गीतालाई मैले देख्दैन रे गीता मैया दिदी ए दिदी त्यो पानी खोज्नु त पानी सुकेको छैन म पानी सुक्यो भनेर ल हेर्नु यता सबैजनाले यता हेर्नु सानीमा काठमाडौँको मान्छेले नि यता हेर्नु ठुलेमा रञ्जन दिदी ठिक छ नि लक्ष्मी दिदी ठिक छ नि सबैजना ठिक छ होइन दिदी दर्शन है दर्शन
कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम् अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम् कौन कहते हैं भगवान आते नहीं तुम मीरा के जैसे बुलाते नहीं अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम् अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम् नमस्ते गर है गुरुबा ल देखाल नारायण कल्याण
होइन आज तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। हे आज फेरि मन लाग्यो हजुर सामु आउन, आज फेरि मन लाग्यो हजुर सामु आउन। रामायणको बियो काण्ड खैजडीमा गाउन, कैकेयीका वर बाँकी थिए दशरथसित, ती वरराज रामलाई भए विरहका गीत। नारायण हरि हरि हे राम राम हे राम राम संसार यस्तै हो, संसार यस्तै हो, संसार यस्तै हो। ए सुन हौ संसार यस्तै हो, सौतेनी आमा चैते घाम संसार यस्तै हो। ए सुन हौ सौतेनी आमा चैते घाम संसार यस्तै हो। ए राम हो संसार यस्तै हो, संसार यस्तै हो। नारायण हरि हरि हे बेला भयो
दशरथले राजा दिने रामलाई बेला भयो दशरथले राजा दिने रामलाई कैकै भन्छन् यो कुरा त मन परेन हामीलाई रानीको यो कुरा सुन्दा दङ्गै परे राजा त्यो बेलाका दुईटा वर माग्छु मैले आज नारायण हरि हरि हे राम राम हे राम राम कैकै भन्दछिन् हो कैकै भन्दछिन् हो कैकै भन्दछिन् ए सुन हो कैकै भन्दछिन् हो मेरो गुण याद छ कि छैन कैकै भन्दछिन् ए सुन हो मेरो गुण याद छ कि छैन कैकै भन्दछिन् ए राम हो कैकै भन्दछिन् हो कैकै भन्दछिन् नारायण हरि हरि हे कैकेयीले कर्के नजर लाउँदै भनिन् आज कैकेयीले कर्के नजर लाउँदै भनिन् आज 14 वर्ष रामलाई वनवास भरतलाई राजा जब मागिन् कैकेयीले दशरथलाई वर अयोध्या नै कापे जस्तो भयो थर थर नारायण हरि हरि हे राम राम हे राम राम रामलाई वनवास हो रामलाई वनवास हो रामलाई वनवास ए सुन हो रामलाई वनवास हो रामलाई वनवास ए सुन हो भरतलाई राजगद्दीलाई रामलाई वनवास ए राम हो रामलाई वनवास हो रामलाई वनवास नारायण हरि हरि हे रानीको यो कुरा सुन्दा दशरथ भुइँमा ढले रानीको यो कुरा सुन्दा दशरथ भुइँमा ढले आफू दरबार छोरो वनवास हेर्न सक्छ काले हे पिताजी म छु खुसी भाइ गद्दीमा भए नि हजुर दुखी नहोई बक्सियोस् म बनैमा गए नि नारायण हरि हरि हे राम राम हे राम राम भन्छन् रामले हो भन्छन् रामले हो भन्छन् रामले ए सुन हो भन्छन् रामले हो जान्छु छोडी दुई हात जोडी भन्छन् रामले ए सुन हो जान्छु छोडी दुई हात जोडी भन्छन् रामले ए राम हो भन्छन् रामले हो भन्छन् रामले नारायण हरि हरि हे जब राम जान थाले दरबार छोडी बन जब राम जान थाले दरबार छोडी बन अयोध्याका जनताको धर्क्यो साह्रै मन कोही रुँदैछन् छाती पिटी कोही त बिहोल हुँदै हामीलाई पनि साथै लानुहोस् भन्छन् जनता रुँदै नारायण हरि हरि हे राम राम हे राम राम उर्ल्यो सागर हो उर्ल्यो सागर हो उर्ल्यो सागर ए सुन हो उर्ल्यो सागर हो बिहोल बन्दै नजाऊ भन्दै उर्ल्यो सागर ए जन हो बिहोल बन्दै नजाऊ भन्दै उर्ल्यो सागर ए राम हो उर्ल्यो सागर हो उर्ल्यो सागर नारायण हरि हरि हे माताजीको आज्ञा भयो जानु पर्छ मैले माताजीको आज्ञा भयो जानु पर्छ मैले आँसु होइन हाँसी जनता बिदा दिनुहोस् अहिले
अयोध्याको दुःख विपद भाइ भरतको हात सीता अनि लक्ष्मण मात्रै जान्छन् मेरो साथ ओहो यो त बल्ल आइज तपाईँले तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। बाहिर जान्छु मलाई विद्या दिनु होला
किनकि एउटा दैनिक सेवा मैले भनेको गुरुको सेवा गर्नुपर्छ हाम्रो अब कुलपित्रीहरूको पनि मैले सम्झिनुपर्छ उसलाई पनि अब मैले सम्झिनुपर्छ विद्या आर्जन गर्नुपर्छ किनकि धेरै धन कमायो भने के हुन्छ धनले के हुन्छ दाजुभाइलाई पनि बाँड्न पर्छ सरकारलाई पनि कर तिर्नुपर्छ चोरको पनि डर हुन्छ धन धेरै कमायो भने विद्या धेरै आर्जन गरेर जहाँ गर्दा नि काम लाग्छ न त्यो दाजुभाइलाई भागाउनु पऱ्यो न चोरलाई चोरलाई डर हुन्छ विद्या जति अर्ला दियो त्यति गर्छ विद्या त्यस्तो चिज चाहिँ म आर्जन गरेर जान्छु धन होइन विद्या आर्जन विद्या भएपछि धन आफै आउँछ त्यस कारण मलाई चाहिँ अब विद्या आर्जन गर्न विद्या आर्जन गर्न चाहिँ अब म यहाँबाट जान्छु भनेर बाबामा अब बाबामा के हुन्छ बाबु तिमीहरूले मैले कति माया गरेँ राखेको कति आएकी कामै हराएको छैन देशान्तर भनेको महादुःख सबैलाई बाहिर दुःख छ धेरै दुःख छ घरमा आनन्द छ पकाएर खाना दिन्छु म देशान्तरमा चाहिँ भनेको खाना पनि पाइदिनु ठुला परम्पराहरू चल्नुपर्छ महाको दाहरू कष्ट जानको लागि न त त्यहाँ छैन न त पानी पर्ने बेलामा पानी पर्न पाइन्छ सबै बस्न पाइन्छ सुधै हिँड्नुपर्छ टाढो घाममा बेला पनि त्यो घाममा हिँड्नुपर्छ त्यो छाडीहरू प्राप्त हुँदैन जानु हुँदैन हेर आफू भनेर आमाले हजुरआमाले भन्नुहुन्छ अब बाबाले भन्नुहुन्छ देखाउनु भने अत्यन्त कष्ट छ मैले त के छ म बरु बाहिर गएर धेरै कमाएर छोरालाई गर्दा नहोस् कष्ट नहोस् बरु म भोगभए भए पनि मेरा छोरालाई भोग नहोस् भनेर मैले कति दुःख गरेको छु मैले आफै कमाएर लागेको छु कामको लागि तिमी भन्नु जानै घरमै बस्नु बाले भन्नुहुन्छ अब के चाहिँ बाहिर चाहिँ कन्दामो खाना पर्छ है जे भेट्यो त्यही खाना पऱ्यो कहिले मात्र जे छ काँचो खाना पऱ्यो कहिले टर्रो खाना पऱ्यो घर आएर के चाहिँ मैले कमाएर लिएर आएको फल कहिले फल मात्रै खानु पर्यो घर आएर के छ भात भात दुध दही जे नभए नभए नि मैले लिएर आइदिन्छु भनेको भुइँमा नै सुत्नुपर्छ कुनै खाद्य व्यवस्था हुँदैन पलाङको व्यवस्था हुँदैन देशान्तरमा त त्यस्तोमा धेरै सुत्नुपर्छ धेरै देशान्तर जानु भने कष्ट वनमा जानुपर्छ त्यहाँ पनि अनेक कुराहरूको कष्ट हुन्छ त्यस कारण त्यस्तो छ घरै बसेर पनि विद्या आर्जन गरेर भनेर बालेर के भन्नुहुन्छ फेरि के भन्नु पऱ्यो मेरा बाबामा हजुरले मलाई जन्माउनु हजुरहरू धन्य हुनुहुन्छ हजुरहरू धन्य हुनुहुन्छ हजुरले मलाई जन्म दिनुभयो तर छोरा भइसकेपछि चाहिँ विद्या आर्जन गर्नुपर्छ मैले त त्यो हालपछि गएर पितृहरूलाई तार्नुपर्छ पुऱ्याउनुपर्छ ज्ञानै भएन भने मैले कसरी गर्ने ज्ञान भयो भने जहाँ गएर ज्ञानले विद्या साथी विदेशमा गए पनि विद्या धेरै छ भने त मेरो धर्म भनेको के छ व्रत गर्ने कर्म गर्ने छोराको कर्म भनेको व्रत गर्ने धर्म गर्ने हाम्रा कुलपितृहरूको बुझाउने विद्या आर्जन गर्ने छोराको कर्म हजुरको पनि मैले सेवा गर्नुपर्छ हजुरलाई बुढेसका लागि मैले सेवा गर्नुपर्छ म अहिले विद्या आर्जन गर्न भने विद्या भएन भने म धन कहाँबाट कमाउनु नाना गाउँमा सकेँ चाहिँ हजुरलाई मैले कसरी पालेँ मलाई चाहिँ बाहिर म विद्या आर्जन गरेर आउँदछु भनेर भन्न पर्छ फेरि आमाले बाबु मलाई छोडेर जाने नगर्न किन आमाले राखेर कति दुःख जस्तो भयो मलाई मेरो त टाढो हुन्थ्यो त्यस कारण तिमीले चाहिँ मलाई छोडेर जाने कुरा गर्दै नगर यही घरमा नै बस्छु त्यस कारण हे छोरा तिमी हामीलाई छोडेर जाने कुरा नगर भनेर भन्नुहुन्छ बाले मान्छे बाबु नजाऊ हामी बस्छ अत्यन्त कष्ट हुन्छ बाहिर धेरै कष्ट हुन्छ तिमीलाई कष्ट हुन्छ भनेर मैले त आफ्नो पकाएर बस्न पकाइरहेको तिमीलाई छोराले नहोस् मेरो छोरालाई कष्ट नहोस् भनेर मैले त त्यो चाहिँ धेरै कर्महरू गरेँ धेरै कामहरू गरेँ कहिले खाली कहिले काम गरेँ चाहनुहुन्छ त्यो सानोदेखि हामी छोडेर पनि नजाऊ भनिसकेपछि अब धेरै उहाँहरूले भन्दा के भन्छ भने 1200 वर्ष सम्पूर्ण सेवा भनेको म चाहिँ मेरो प्राण जाने बेला तिमीलाई हेरेर मेरो प्राण सजिलै जान्छ ठाउँमा जाऊ विद्या छ भने तिमी ठाउँमा गएर पनि आफ्नो शरीर पाल्न सक्छौ सम्पूर्णलाई पाल्न सक्छौ तिमी ज्ञानी हुन्छौ सबैले चिन्छ तिमीलाई धन धेरै धेरै धन भएर तत्सवितुर्वरेण्यं
त्यसमा चाहिँ के छ हजुरबालाई ढोकिदिने एउटै ल हजुरबालाई मलाई बिदा अगाडि लिनु चल होला रिसाउनु हुँदैन क्या अब उता कुर्सीमा बसेर अनि त्यहाँ पढ्यो अब यो जग्गामा बसेर अनि उतातिर पल्टी बसेर अब त्यहाँ कि बुक किताब मलाई चाहिँ यतापट्टि नदेखि हाम्रो भान्ज बाहिर आएर पढ्ने होला भित्र पढ्ने सरस्वती माया दृष्ट हंसा मानव समत भन्दा र भइगयो जाने होला त्यो हो भन भुइँमा राख्ने कि त भुइँमा राखेको फसबे तुर्बासे होला के पढ्यो किताब जाने भयो क्या भयो बा
राम 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 नाम तारकम् राम 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 नाम तारकम् रामकृष्ण वासुदेव भक्तिमुक्तिदायकम् रामकृष्ण वासुदेव भक्तिमुक्तिदायकम् राम 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 नाम तारकम् राम 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 नाम तारकम् रामकृष्ण वासुदेव भक्तिमुक्तिदायकम् रामकृष्ण वासुदेव भक्तिमुक्तिदायकम् जानकी मनोहरं सर्वलोकनायकम् जानकी मनोहरं सर्वलोकनायकम् जानकी मनोहरं सर्वलोकनायकम् जानकी मनोहरं सर्वलोकनायकम् शङ्करादिसेव्यमान पुण्यनाम कीर्तनम् शङ्करादिसेव्यमान पुण्यनाम कीर्तनम् शङ्करादिसेव्यमान पुण्यनाम कीर्तनम् शङ्करादिसेव्यमान पुण्यनाम कीर्तनम् राम 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 नाम तारकम् राम 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 नाम तारकम् रामकृष्ण वासुदेव भक्तिमुक्तिदायकम् रामकृष्ण वासुदेव भक्तिमुक्तिदायकम् वीरशूरवन्दितं रावणादिनाशकम् वीरशूरवन्दितं रावणादिनाशकम् वीरशूरवन्दितं रावणादिनाशकम् वीरशूरवन्दितं रावणादिनाशकम् आञ्जनेय जीवनाम राजमन्त्ररूपकम् आञ्जनेय जीवनाम राजमन्त्ररूपकम् आञ्जनेय जीवनाम राजमन्त्ररूपकम् आञ्जनेय जीवनाम राजमन्त्ररूपकम् राम 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 नाम तारकम् राम 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 नाम तारकम् रामकृष्ण वासुदेव भक्तिमुक्तिदायकम् रामकृष्ण वासुदेव भक्तिमुक्तिदायकम् राम 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 नाम तारकम् राम 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 नाम तारकम् रामकृष्ण वासुदेव भक्तिमुक्तिदायकम् रामकृष्ण वासुदेव भक्तिमुक्तिदायकम् जानकी मनोहरं सर्वलोकनायकम् जानकी मनोहरं सर्वलोकनायकम् जानकी मनोहरं सर्वलोकनायकम् जानकी मनोहरं सर्वलोकनायकम् शङ्करादिसेव्यमान पुण्यनाम कीर्तनम् शङ्करादिसेव्यमान पुण्यनाम कीर्तनम् शङ्करादिसेव्यमान पुण्यनाम कीर्तनम् शङ्करादिसेव्यमान पुण्यनाम कीर्तनम् राम 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 नाम तारकम् राम 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 नाम तारकम् रामकृष्ण वासुदेव भक्तिमुक्तिदायकम् रामकृष्ण वासुदेव भक्तिमुक्तिदायकम् वीरशूर